ओइ यता सुन न। तैँले कहिले माया प्रेममा धोका पाइस्? कहाँ पाउनु यार, त्यस्तो त मौकै मिलेन नि। किन र? तेरो त एकदमै राम्रो स्वभाव छ नि। त्यही भएर त केटीहरू मलाई हेरेर भन्छन् यस्तो राम्रो मान्छेलाई बिगार्नु हुँदैन भनेर। ओइ यता सुन न। अहिले नेपालमा कुन पार्टीले जित्यो अरे? अरे यार तँलाई यति पनि थाहा छैन, राष्ट्रिय स्वतन्त्र पार्टीले 182 सिट ल्याएर जित्यो नि। हो, गुगलभन्दा पनि छिटो न्युज अपडेट रहेछ तेरो। तर यार तँलाई यति पनि थाहा रहेनछ। अब फेरि के थाहा भएन? जुन पार्टीले 10 वर्षसम्म जनयुद्ध गरेर हजारौँ मानिसहरूले शहीद भएर ल्याएको यो व्यवस्था हो नि, जित त त्यसैले गर्यो नि। होइन के भने कसरी? हेर न, अहिले सबै पार्टीहरूले सबै दलित, मुस्लिम, थारू, जनजाति, महिलाहरूलाई संसदमा पुर्याए नि। हो त, सबै पार्टीले पठाएका छन्, तर जित त त्यसकै भयो। जुन पार्टीले गणतन्त्र ल्यायो, जुन पार्टीको मुद्दा थियो त्यसकै भयो है। त्यसैले यो गणतन्त्र संविधानको सिस्टमले जितेको छ नि। यो हाम्रो देशमा किन बलात्कार जस्तो अपराध बढ्दै गइरहेछ? कारण एउटै छ नि भाइ, अपराधीहरूलाई कुनै डरै छैन। डर किन छैन? केस हुन्छ तर न्याय ढिलो हुन्छ। अपराधीहरू जेलभित्र कम देखिन्छन्, जेल बाहिर धेरै देखिन्छन्। अनि कहाँबाट हुन्छ? अनि समाजले के हेर्छ त? समाजले पनि कहिलेकाहीँ पीडितलाई नै दोष लगाउँछ। त्यही भएर त अपराधीको झन हिम्मत बढिरहेछ भाइ। त्यसो भए यसलाई रोक्नु उपाय के छ त? कानुन एकदमै कडा हुनु पर्यो, न्याय पनि छिटो हुनु पर्यो। समाजले पनि यस्ता अपराधीहरूलाई कुनै पनि माफ छैन भनेर, कडा सजाय हुनु पर्यो भनेर एउटा अभियान चलाउनु पर्यो। ओइ सुन न, तैँले आज नास्ता खुवा न मलाई। हेट, किन सधैँ मैले मात्रै खुवाउनु तँलाई? तैँले पनि कहिले काहीँ खुवा न यार। किनभने तैँले हिजो फेसबुकमा स्ट्याटस लेखाएको थिएस् नि, सफलताको नजिकमा छु भनेर। त्यस्तो लेख्दा पनि तँलाई पाठो खुवाउनु पर्छ? नजिक पो आछ त, मसँग त आउँदैन नि त। ओइ यता सुन न। पहिलेका नेताहरूले चाहिँ नि जनताहरूलाई पटक पटक झुक्क्याएका थिए। अहिलेको चुनावमा चाहिँ नि जनताहरूले नेताहरूलाई नै झुक्क्याइदिए नि। कसरी? यो चुनावको र्यालीमा जनताहरूले कहिले सूर्यको टोपी लाएर मासु भात खाए, कहिले ताराको टोपी लगाएर मासु भात खाए, कहिले चाहिँ रुखको टोपी लगाएर मासु भात खाए। अनि भोट हाल्ने बेला चाहिँ नि चुपचाप गएर घन्टीमा भोट ठोकिदिएछन्। हो नि त, सार गोलो छ भन्ने कुरा नेताहरूलाई थाहै रहेन। मान्छेहरू फेरि घुम्दै घुम्दै त्यही ठाउँमा आइपुग्छन् भनेर। ओइ यता सुन न। अब पनि नयाँ सरकारले देश कस्तो बनाउला त? खै राम्रै बनाउँछन् होला नि, स्वर्ग जस्तै। किनभने अहिलेका महिला नेता सांसदहरू सबै स्वर्गका परी जस्ता छन्। हो नि, तर मलाई डर लागिरहेछ। किन र? खै नेताहरूले देश बनाउने हुन् कि तिनै स्वर्गकी परिवारलाई हेरेर बस्ने हुन् कि?